नमस्कार सबैजनालाई म तपाईहरुको प्रिय साहानी अस्तिको भिडियो थियो नि जसमा मैले पार्ट 1 एक नम्बरको मिनिङ हालेको थिएँ नि मैले एक च्याप्टरको हो त्यसको त्यो भिडियो लामो हुन्छ भनेर यहाँ छ है अलिकति यहाँ छ अनि यहीसँग चाहिँ दुईको शब्दहरु थोरै छ दुई च्याप्टरको त्यो पनि राखिदिएको छ ल एक र दुई मिक्स गरेर राखिदिएको छ एकको पनि थोरै छ अनि दुईको पनि थोरै छ दुईटै मिक्स गर्दा चाहिँ भिडियो लामो हुन्न भनेर मैले यसरी भिडियो राखिदिएको छ बुझ्नुहुन्छ होला है अलिकति ब्लर छ एडिटिङले गर्दा अलिकति ब्लर भयो बुझ्नुहुन्छ होला है ल मैले सुरु गरे ड्राइभरलाई के भन्छ त सवारी चालकलाई के भन्छ उन्जन गिसा यहाँ हेर्नु त उन्जन गिसा भनेको ड्राइभर उन्जन गिसा भनेको ड्राइभर अनि उन्जन सु भनेको पनि ड्राइभर खिसा यसलाई सिंगल पढ्दाखेरि चाहिँ खिसा पढ्छ अनि यसरी मिक्स भएर आउँदाखेरि चाहिँ यसरी गिसा भन्छ है उन्जन गिसा भनेको ड्राइभर उन्जन सु भनेको नि ड्राइभर सवारी चालक र गिसा भनेको नि सवारी चालक अब अर्को हेरौं उइमुनह्याङ प्रश्न संरचना क्वेशन फर्म उइमुनह्याङ प्रश्नको संरचना क्वेशनको फर्म प्रश्नहरु कसरी बनाउँछ त भन्ने कुरा हो जस्तै हाम्रो यो नयाँ एक्जाम सुरु हुँदैछ नि यसको क्वेशन चाहिँ थोरै डिफरेन्ट भएर आउँछ हो त्यही भनेको यो क्वेशनको संरचना अर्को त यहाँ छ यो थाहा होला तपाईहरुलाई उइसा भनेको डाक्टर यसको बारेमा छुट्टै भिडियो बनाउँछु किनभने यो इम्पोर्टेन्ट छ यसको बारेमा बुझ्नुपर्छ है इन्डोनेसिया भइहाल्यो इन्सा अभिवादन कोरियामा चाहिँ इन्साले गर्दा है कोरियाको जुन डेभलपमेन्टहरु हुन्छ नि यहाँको मान्यता के छ भने इन्साले गर्दा भएको यो चाहिँ सबभन्दा ठूलो हतियार हुन्छ तपाईको लाइफमा कोरिया आउनुभयो भने इन्सा कतिले भन्छ नि साउले करायो अनि कुट्नलाई हात उठायो अथवा समथिङ के भन्छ नि मेन यो हो के यो इन्सा अनि यो च्याप्टर अहिले भन्यो भने लामो हुन्छ इन्सा यति चाहिँ बुझ्नु इन्सा चाहिँ तपाईको ठूलो हतियार हो भाषा भन्दा पनि ठूलो हतियार हो तपाईलाई भाषा आएन जस्तो सुकै छुच्चो साउ होस् अथवा म्यानेजर होस् इन्सा चाहिँ राम्रोसँगले गर्नुभयो 45 डिग्री झुकेर गर्नुभयो भने उले तपाईलाई भाषा सिक्न पनि हेल्प गर्छ तपाईले नजानेको कामहरु पनि सिकाउँछ त्यो टाइपको हुन्छ है इन्सा भनेको एकदम पावरफुल हो नेपालबाट आउँदाखेरि चाहिँ के हुन्छ भने हामी झुक्ने बानी छैन अभिवादन गर्ने बानी छैन अनि कसैको अगाडि झुक्दैन त्यही भएर यहाँ पनि आनेगासेयो भने त्यसरी गर्छ नि एकदम झुकेर है पुष्पाले भन्छ नि झुकेका नै साला भन्छ नि कोरिया आयो भने झुक्दा त्यसको ढाड जान्छ के त्यस्तो चाहिँ झुक्नुपर्छ है यहाँ चाहिँ आइसकेपछि आफ्नो नजरमा झुक्ने हैन कि कामको माहौल वातावरणहरु मिलाउन साउहरुलाई जित्नलाई चाहिँ हिंसा गर्नुपर्छ है अनि इन्सा यजल भनेको अभिवादनको संस्कार शिष्टता याछ इन्सा यजल अभिवादनको संस्कार शिष्टता हो यति झुक्नुपर्छ त्यति झुक्नुपर्छ हैन मतलब 45 डिग्री अनि कसैलाई हेर्दा पुरै हामी पढ्छ नि त्यसरी पढ्दैन जसलाई हेरे नि यसो झुकेर एकदम सभ्य भाषामा आनेगासेयो भन्दियो भने हुन्छ है अनि बिस्तारै भोलिको दिनमा फेरि त्यसले तपाईको इन्सा सोध्छ नेपालमा चाहिँ कसरी इन्सा गर्छ भने नमस्ते भन्यो भने उले पनि नमस्ते भनेर भन्छ नि फेरि त्यस्तो हुन्छ मिल्यो भने चाहिँ इप्सुल भनेको ओठ छाल राम्ररी अनि अर्को छोथा भन्ने हुन्छ राम्रो छुहादा मन पराउनु त्यस्तो कुराहरु बुझ्नुपर्छ अनि अर्को हेर्नु त यहाँनिर के छ छगी सोगे लेखेको छ नि यो छागी सोगे है यो छको ठाउँमा चाहिँ के हुन्छ भने यस्तो हुन्छ यो छा हुन्छ छागी सोगे यसरी बुकहरु पढ्दाखेरि चाहिँ मिस्टेकहरु प्रिन्ट भएको हुन्छ मिस्टेक प्रिन्टहरु याद गर्नु होला पसलको स्टाफ जस्तै हाम्रो नेपालमा त कस्तो हुन्छ भने जसले पसल खोल्यो त्यसले नै चलाउँछ नि त अनि यहाँनिर चाहिँ जीएस मार्ट हुन्छ 7-11 हुन्छ थरीको मार्ट हुन्छ अनि त्यसमा चाहिँ साउ बस्दैन के हाम्रो नेपाल जस्तै हामी जस्तै मान्छेहरु बस्छन् जसलाई चाहिँ छमुवन भन्छ काम गर्ने मान्छे पसल स्टाफलाई छमुवन भन्छ छङबो भनेको जानकारी कोरियाको बारेमा छङबो हुनुपर्छ तपाईलाई कोरियाको हिंसाको बारेमा छङबो हुनुपर्छ
अनि त्यसपछि रहनसहनको बारेमा छङ्बो हुनुपर्छ, जानकारी चाहिँ हुनुपर्छ है। ल अब अर्कोतिर जाउँ, के छ यहाँनिर छङ्बो पनि पढ्यो। यसरी नेपाली भाषामा कोरियन भाषा मिक्स गर्दै बोल्दै जाँदाखेरि चाहिँ आफ्नो जुन हुन्छ नि फारुमहरू राम्रो हुन्छ क्या, उच्चारणहरू राम्रो हुन्छ। छङ्बो जानकारी पढ्यो। अनि छे छ इसारा हाउभाउ, गेस्चर भन्छ नि, गेस्चर इसारा हाउभाउ। छेसु छ यहाँ कस्तो भने अब तपाईँको प्रति साउको इन्टेन्सन के छ भन्ने कुरा उसको पोस्चर गेस्चरले थाहा हुन्छ क्या, यो हाउभाउले थाहा हुन्छ क्या, उसको इसाराले थाहा हुन्छ कस्तो तरिकाले बोलिरहेछ, कुन तरिकाले काम अडाइरहेछ। अनि त्यसलाई चाहिँ छेसु छ भन्छ है। छेसु छ भनेको चाहिँ त्यही इसारा बुझ्नु होला। मलाई कसरी मानेको छ कि छैन, म उसको नजरमा आँखाको कसिङ्गर पो भएको छु कि भन्ने टाइपको कुराहरू बुझ्नुपर्छ। छोगुक भनेको पितृभूमि, अघि मातृभूमि थियो, अहिले पितृभूमि, यो छोडिदिउँ। यो छोगुम भनेको छ नि, चोगुम पनि भन्छ है यसलाई, चोगुम भन्छ। अनि पढ्दाखेरि छोगुम भन्छ नि, यहाँ विद्यार्थी लेखेको छ यो होइन, यो भनेको थोरै चोगुम जुसे हो भन्छ नि, थोरै दिनुहोस्, चोगुम भनेको थोरै है। भनौँ न मम्मीसँग अब भात माग्दाखेरि चोगुममान जुस्यो, थोरै मात्रै दिनुहोस्, चोगुम फाप जुस्यो, थोरै भात दिनुहोस् भन्छ नि, हो त्यो छोगुम भनेको। त्यो छोगुम र चोगुम है, छोगुम भन्छ, चोगुम भन्छ। बिचमा उच्चारण गर्दैछ, लास्टमा उच्चारण गर्दैछ, सुरुमा उच्चारण गर्दैछ, त्यसले भर पर्छ। जस्तै 1 2 3 भने यहाँ चाहिँ छोगुम सुरुमा उच्चारण गर्दा, यता आयो भने चोगुम हुन्छ। ल बुझ्नुहुन्छ यति त, अगाडि जाउँ। छोगुम भयो है। अनि अर्को छोजोङसा भनेको पाइलट। योपालि नयाँ बुकमा चाहिँ धेरै मिनिङहरू हालेछ, डिफ्रेन्ट टाइपको है। छोनग्याङ भनेको सम्मान, रेस्पेक्ट। छोनग्याङ सम्मान, रेस्पेक्ट। जस्तै इन्सा गर्दाखेरि हामी इन्सा किन गर्छ? छोनग्याङ फिल गरेर इन्सा गर्छ। छोनग्याङ फिल गरेर, सम्मान फिल गरेर, सम्मान महसुस गरेर हामीले इन्सा गर्छ नि त त्यो। अनि छुव भनेको कर्ता, सब्जेक्ट अब्जेक्ट भर्ब पर्छ नि, हामी त्यतिखेर बुझिन्छ। छुव भनेको कर्ता भनेको यस्तो होइन कि हाम्रो के अरे कामहरू गर्छ नि, क्रियाहरू बस्दाखेरिकोलाई पनि कर्ता भन्छ नि त हाम्रो तराईतिर। त्यही भएर छुव भनेको कर्ता, सब्जेक्ट अब्जेक्टहरू पढ्दाखेरि, ग्रामर पढ्दाखेरि त्यो युज हुन्छ है, याद गर्नु। अनि छुजे विषय सारांश, छुजे भनेको विषय सारांश, यसलाई पनि छोडिदेऊ। छुङ्गुक चाइना, थाहा छ यो कुरा होइन। अनि अर्को छिवी हैसियत, स्टेटस, छिवी हैसियत स्टेटस, हैसियत भन्छ नि हाम्रो सोसाइटीमा, त्यो यसलाई चाहिँ अर्को यो याद नगर्दा नि हुन्छ, समय छ भने लेख्दा हुन्छ। यो थ पनि भन्छ क्या यसलाई, यो थ, छिवी हैसियत स्टेटस। अनि छिगप भनेको पेसा है, छिगप भनेको पेसा। अनि छिवी भनेको हैसियत स्टेटस। हाम्रो हैसियत चाहिँ केबाट बन्छ भन्ने कुरा छ नि, यो हैसियत स्टेटस कसरी बन्छ? हाम्रो छिगप के छ त, पेसा के छ त, हाम्रो अकुपेसन के छ, काम के छ, त्यसले गर्दाखेरि हाम्रो के बन्न जान्छ त, छिवी बन्न जान्छ होइन। टिचर हुनुहुन्छ भने त्यस्तै टाइपको रेस्पेक्ट सम्मान पाउँछ सोसाइटीमा, त्यस्तै टाइपको हैसियत हुन्छ, छिवी हुन्छ होइन। अनि फेरि छिगप तपाईँको ड्राइभर छ भने त्यस्तै खालको तपाईँले छिवी पाउनुभयो। त्यो कुराहरू त्यसरी मिलाएर बुझ्नु न, बोल्दाखेरि त्यसरी बोल्दाखेरि चाहिँ हुन्छ है। छिवी भनेको हैसियत, छिगप भनेको पेसा, हाम्रो पेसा जस्तो छ त्यस्तो टाइपको हामीले छिवी पाउँछौँ सोसाइटीमा, बुझ्नुभयो। अब अर्कोतिर जाउँ। यसलाई चाहिँ अझै डिस्क्राइब गरौँ भनेको, अझै लेखौँ भनेको नि त्यो अझै ठुलो हुन्छ, तपाईँलाई बुझ्न अलिकति गाह्रो हुन्छ भनेर सिम्पल टाइम पनि हुन्न नि त। अनि त्यही भएर सिम्पल भिडियो ल्याएको छ। बिस्तारै चाहिँ यसलाई अझै मोडिफाई गरेर जुन कुरा क्लियरली मैले एक्सप्लेन गर्नुपर्ने हुन्छ त्यो कुराहरू एक्सप्लेन गरौँ ल। पहिला यो मिनिङहरू चाहिँ हालिदिइहाल्छु। अनि यो दुईवटा भएन, यो दुईवटा पढ्यौँ। अब यहाँ छ छिगम्याङ
के उच्चारण गरेँ मैले छिगप म्याङ होइन कि छिगम म्याङ पेसाको नाम अब छिगप भनेको पेसा भइहाल्यो यो छिगप भनेको पेसा म्याङ भनेको नाम है दुईटा छुट्यो नि छिगम म्याङ म हो छिगम म्याङ म हो तपाईँ के हो तपाईँको पेसा के हो भनेर सोद्धाखेरि अब के हो टिचर भन्नुहुन्छ त के भन्नुहुन्छ भन्नु है छौम भनेको पहिलो फर्स्ट छौम अब छौम जस्तै फर्स्ट भने हामीले अनि इल्दाङ भन्छ अर्को हैन छच्चे छतबन्से भन्छ पहिलो इल्दाङ भनेको पहिलो छौम भनेको पहिलो यो कुराको बारेमा पछि डिस्कस गर्छु अहिले भनिरहेको आयो भने विचार गर्नु होला कस्तो कस्तो बिचमा चाहिँ आउँदो रहेछ कसरी पढाउँदो रहेछ हो त्यो कुराहरू याद गर्नु है अब अर्को छेरियो जाग्यक भनेको बसाइ स्थिति रेसिडेन्स स्टेटस भनेको चाहिँ E9 मा बस्नुभएको छ कि E7 मा बस्नुभएको छ कि कुन चाहिँ भिसा लिएर कुन चाहिँ लेभलमा बस्नु भएको छ तपाईँले हो त्यो कुरालाई जनाउँछ यसले छेरियो जागिएको जस्तै मेरो छेरियो जागिएको चाहिँ अहिलेको लागि चाहिँ E9 हो त्यही त्यो भनेको यसले है बसाइको स्थिति ठाडै बस्नुभएको छ कि कुर्सीमा बस्नुभएको छ कि होइन भुइँमा बस्नुभएको छ पलटी खसेर बस्नु त्यो होइन नि फेरि बसाइ स्थिति भनेपछि त्यस्तो बुझिन्छ नि त अब लेखाइ त्यस्तो छ यहाँ त्यो अनुसार त हाम्रो पनि त्यो जान्छ नि त त्यही भएर त्यसरी नबुझ्नु होला अनि छिरिपगुक भनेको अध्यागमन विभाग इमिग्रेसन छिरिपगुक इमिग्रेसन है इमिग्रेसन कोरिया आइसकेपछि जस्तै अब कुनै कुनैमा चाहिँ तपाईँको इमिग्रेसन र नोदोङ्बु एकै ठाउँमा हुन्छ कुनै कुनैमा चाहिँ इमिग्रेसन र नोदोङ्बु फरक फरक ठाउँमा हुन्छ है त्यो विचार चाहिँ गरिराख्नु यो कुरा कामहरू चेन्ज गर्दाखेरि कम्पनी चेन्ज गर्दाखेरि यो कुराले चाहिँ अलिक सहज हुन्छ तपाईँलाई जस्तै अब काम चेन्ज गर्ने बित्तिकै नोदोङ्बु जानु पर्यो नोदोङ्बुमा सबै कामहरू भेटिसकेर मिलाएर अनि कार्डहरू हुन्छ नि कार्डहरूमा नामहरू चिकाउनलाई चाहिँ नोदोङ्बु के अरे छिरिपगुक जानु पर्यो कुनै कुनैमा चाहिँ एकै ठाउँमा हुन्छ कुनै कुनै ठाउँमा चाहिँ फरक फरक एरियामा हुन्छ क्या त्यतिखेर नआत्तिनु होला यो कुरा थाहा भयो भने सजिलो हुन्छ अब यसको हेरौँ ल अब 2 मा आए है हामी चाहिँ 2 मा आयौँ अब 2 को हेर्छौँ जस्तै यहाँ के भन्यो भने सेङ्ह्वारियोङफुम थाना भनेको शब्द है याद गर्नु सेङ्ह्वारियोङफुम भनेको दैनिक जीवनमा प्रयोग हुने सामान के सामान प्रयोग गर्छ त सास हावा पानी त्यो होइन जस्तै तौलिया भयो दारी काट्ने मेसिन भयो साबुन भयो स्याम्पूहरू भयो होइन यो सानसानो चिजहरू नेल कटर भयो सियो धागो भयो जुन जुन डेली हामी प्रयोग गर्छ नि हो त्यो सेङ्ह्वारियोङफुम कोरिया आउँदाखेरि चाहिँ सेङ्ह्वारियोङफुम तपाईँलाई नपुगेको चिजहरू चाहिँ लिएर आउनु होला है बोकेर आउनु धेरै हेभी चिजहरू नल्याउनु सुरुमा जस्तै नयाँ आउनेलाई एयरपोर्टमा छिर्न दिँदैन बिदामा गएकोहरूलाई चाहिँ अलिक सामान ल्याउन दिन्छ सिगे भनेको घडी थाहा भइहाल्यो अनि खागुए इरुगिकाजी खागुए इरुगिकाजी फर्निचर लगायतसम्म पुरै होल अब कन्भर्सेसन हो नि त यो मिनिङ भन्नाले एउटा कन्भर्सेसनको पार्ट हो क्या वार्तालापको एउटा पार्ट हो उसले के क्वेसन गर्यो होला अनि खागुए इरुगिकाजी भनेर भन्यो होला क्या फर्निचर लगाएसम्म भनेर भन्यो कि सेन्टेन्सहरू कस्तो हुन्छ त्यो पनि याद गर्नु खावाङ भनेको झोला ब्याग भइहाल्यो खावी कैँची खाजन जेफुम भनेको घराइसी विद्युतीय सामग्री के पर्यो त घराइसी विद्युतीय सामग्रीमा वासिङ मेसिन अनि त्यसपछि आइरनहरू टिभीहरू के पर्यो घरमा राख्ने इलेक्ट्रिकबाट चल्ने सामानहरू त्यो खाजन जेफुम है खाजन जेफुम खाजोक साजिन भनेको परिवारको फोटो खौल भनेको ऐना मिरर खौल भनेको खौलमा कन्फ्युज होला याद गर्नु होला अनि खक्सिक औपचारिक यो हामीले 1 मा पढिसक्यो मैले अहिले पढाउँदैन यसमा 1 मा पढिसक्यो औपचारिक अनौपचारिकलाई के भन्छ भनेर अनि अब अर्को जाउँ खेसानगी भन्दैछ नि यहाँ खेसानगी भनेको क्याल्कुलेटर अनि अर्को खोङसिक चगिन छारी भन्दैछ नि यो छारी भनेको ठाउँ हुन्छ है छारी
जस्तै हामीले कोद भनेको पनि ठाउँ भनेको छ नि, यस्तो गरेर कोद भनेर ठाउँ भनेको छ नि, पढाएको छ नि। तर यो छारी भनेको कस्तो खालको भने जस्तै अब हामी होटलहरुमा गयौँ अथवा रेस्टुरेन्टमा गयौँ, त्यहाँ ठाउँ छैन भने छारी अफ छ हो भनेर सोध्ने के 사장님 अथवा 손님 छारी 없는데 어떻게 해요? यसरी सोध्छन् के। छारी भनेको ठाउँ। अब तपाईलाई मम्मीले कपडाहरु दिनुभयो मानौ हैन, अनि यहाँ राख भन्नुभयो। जा त्यहाँ राखेर आइज भन्नुभयो। अनि तपाई जानुभयो राख्नलाई, त्यहाँ ठाउँ छैन कपडा राख्ने भने के भन्नुहुन्छ? छारी 없는데 ठाउँ छैन, त्यहाँ ठाउँ छैन, कोत नभन्ने त्यतिखेर, कोत भन्दिदैन, छारी भन्छ है। ठाउँ छैन त्यसरी भन्ने नि त। ल यो छारी भनेको बुझ्नुभयो नि त। अनि खोङसिक चगिन भनेको औपचारिक। अघि औपचारिक अर्कै पढाएको थियो, फेरि यहाँ ख्याक्सिक औपचारिक पढायो सरले। फेरि यहाँ यो भनेको छ भने अब अहिलेको लागि यसरी रट्नु, यसको अब बिचमा के छ, कुन अवस्थामा के युज गर्ने, त्यो पढाउन थाल्यो भने धेरै भास्ट जान्छ। यो चाहिँ सामान्य यो बोलीचालीको लागि हामीले राखिदिएको हो यो। अनि खुजो, खुजो भनेको संरचना, स्ट्रक्चर। खुजो भनेको संरचना। अनि खुगत, त्यो चिज, खुगत त्यो चिज, त्यो चिज त पढे है। थिङ्क ओभर देयर, थिङ्क ओभर देयर। जस्तै अब खुगत त भन्यो, यसलाई यो चाहिँ कसरी गर्ने भन्नुभयो भने, यो तपाई, यो म हैन, यहाँनिर एउटा सामान छ, अब मैले देखाउनु पर्दा चाहिँ खुगत भन्ने हो यो सामानलाई। बुझ्नुभयो? अब मनिर सामान छ, तपाईले देखाउनु पर्यो भने त यसरी यो सामान खुगत भन्नु पर्यो। तर तपाई यहाँ, म यहाँ, सामान यहाँ छ भने एउटा, हामीले दुईटैले देखाउनु पर्यो भने छगत भन्नु पर्यो। यहाँ छगत। बुझ्नुभयो? अब खुगतलाई कसरी भन्ने त? अब बुझ्नु, यो यतिबाट चाहिँ बुझ्नु। खुगत छगत त्यसरी हुन्छ। यसो बुझ्यो भने बोलीचालीमा डिस्टर्ब हुन्न नि त। नुगोई कसको, नुगोई कसको भनेर। थाल्यक भनेको पात्रो, क्यालेन्डर। थाल्यक पात्रो, क्यालेन्डर। थाम्यो ब्ल्याङ्केट, थाम्यो ब्ल्याङ्केट। थाङ्गन गाजर, थाङ्गन गाजर। यो सेङहारी युङफुङमा चाहिँ यो थाङ्गुन कसरी आयो भनेर सोध्नु भने, यो थाङ्गुन चाहिँ त्यो च्याप्टरमा के पढाएको छ भने, उयो के अरे एउटा वेबसाइट छ थाङ्गुन भनेर। थाङ्गुन भन्ने एउटा वेबसाइट छ। त्यो वेबसाइटमा चाहिँ सेकेन्ड ह्यान्ड चिजहरू पाउँछ नि, त्यसले गर्दाखेरि यो राखेको। आफूलाई चाहिने सेकेन्ड ह्यान्ड चिजहरू किन्नु भन्छ। अनि आफ्नै इच्छा हो, किने पनि नकिने पनि। तर कसैलाई सेकेन्ड ह्यान्ड युज गर्न मन पर्दैन नि त। अनि अर्को थेबुवन अधिकांश, थेबुवन अधिकांश। अनि अर्को थेहाङ माथु, ठुलो सुपरमार्ट, थेहाङ माथु ठुलो सुपरमार्ट। मुलगन भनेको सामान, मुलगन भनेको सामान, मुलगन। छेपुम पनि सामान हो, मुलगन पनि सामान हो है, याद गर्नु, कन्फ्युज नहुनु होला त्यसमा। अनि फाल्फ्यो घोषणा, फाल्फ्यो घोषणा, प्रेजेन्टेसन। यो त बुझ्नुहुन्छ होला घोषणा भनेको के हो। अनि फेगे सिरानी, फेगे सिरानी। ल अब अर्कोतिर जाउँ। अब अर्को है, यहाँनिर के आयो भने फोलफेन, फोलफेन भनेको डट पेन यो भइहाल्यो। फुबुन भनेको भाग, फुबुन भनेको भाग, पार्ट है। यो पार्ट भनेको आछ नि, हाम्रो पनि फुबुनमा आउँछ भिडियोहरू, हेर्नु, तपाईँलाई पनि हेर्नु सजिलो, मलाई बनाउनु पनि सजिलो। फुजङ अकरण नेगेटिभ, फुजङ अकरण नेगेटिभ। फिग्याक्सिक अनौपचारिक, यो पढाइसकेको छ मैले। फित भनेको काहीँ हो, फित भनेको काहीँ हो। सामुसिल कार्यालय, सासिल सत्य, सासिल सत्य। अब तपाईँलाई मिनिङ याद हुँदैन, सासिरी मय हो भन्छ। त्यो तपाईँलाई मिनिङ याद छैन भने त्यसको सत्य के हो, राम्ररी पढ्नुहुन्न कि मन लगाएर पढ्नुहुन्न कि, त्यो कुरा हो। सासिल भनेको सत्य। साङवाङ भनेको अवस्था, साङवाङ भनेको अवस्था, सिचुएसन। अनि ससुर, ससुर वर्णन भाषा, ससुर वर्णन भाषा। अनि अर्को सोसोक खिगवान, सम्बन्धित स्थान। सोसोक खिगवान भनेको सम्बन्धित स्थान, सोसोक खिगवान। कुनै पनि कामको लागि सम्बन्धित स्थान कुन हो भन्ने कुरा हो।
अर्को चाहिँ सोयुजु अनि छुइन साजाङ सोयुजु छुइन साजाङ भनेको मालिक ओनर यहाँ कम्पनीमा प्राय मालिक हुन्छ नि त सोक्सङ भनेको गुण विशेषता सोक्सङ अनि थुक्सङ भनेको विशेषता थुक्सङ है यहाँ थुक्सङ अर्को आयो फिसुतानमा सोक्सङ र थुक्सङ भनेको फिसुतानमा दुईटाको अर्थ चाहिँ विशेषता सोल अनि थिसोल भनेको ब्रस अनि सोमिबुल कपासको सिरक सोमिबुल कपासको सिरक सोमिबुल भनेको कपासको सिरक सपिङ मल भइहाल्यो सिने भनेको सहरभित्र सी भनेको सहर ने भनेको भित्र सिने सहरभित्र सिदो अनि नोर्यक सिदो र नोर्यक भनेको प्रयास कोसिस सिदो नोर्यक प्रयास कोसिस अनि हे बुवा कोसिस गर भनेर भन्छ सामान्य बोलीचालीमा चाहिँ म कोसिस गरी हेरौँ भन्दाखेरि चाहिँ हे बोल के हो भन्ने हो कोसिस गरी हेरौँ भन्ने हो अनि कसैले ल त ट्राई गर भन्यो भने हे बुवा आयो त्यसरी भन्छ क्या कोसिस गरी हेर प्रायः चाहिँ गरी हेर भन्छ यहाँ अनि सिदो र नोर्यक भनेको याद गरिराख्नु एक्जाममा काम लाग्छ प्रयास कोसिस अनि सिछा भनेको समय अन्तर समयको फरक टाइम डिफरेन्स सिछा भनेको समयको अन्तर समयको फरक बुझ्नुभयो कमेन्ट पनि गर्दै गर्नु कस्तो लागिरहेछ कतिको सजिलो हुँदैछ अनि सिग्नियोफुम पढिन है मैले सिग्नियोफुम पढिन सिग्नियो भनिन सिग्नियोफुम भनेको खाद्य पदार्थ खानेकुराहरू भनौँ न ग्लास आन्ग्याङ भनेको ग्लास सिम्पल ग्लास अनि नेपालबाट आउँदा चाहिँ यो मोबाइलहरू हेर्ने चस्माहरू चाहिँ लिएर आउनु यहाँ साह्रै महँगो पर्छ यहाँ तपाईँको लगभग 17,000सम्म पर्छ नेपाली 10,000 भन्दा तल त राम्रो पाउँदैन नेपाली 10,000 मैले भने त्योभन्दा तलको चाहिँ राम्रो पाउँदैन राम्रो पनि हामीलाई मन पर्दैन के बिग्रेको देखिन्छ कि फोटोमा मात्रै राम्रो देख्छ यसो हुँदैन सो आउँदाखेरि नेपालबाटै चाहिँ मोबाइल चलाउँदाखेरि युज गर्ने चस्मा अनि अरू कुनै छ भने चाहिँ किनेर नेपालबाटै आउनु होला आन्ग्याङ सस्तोमा पाउँछ नेपालमा 3-4 हजारमा आइहाल्छ राम्रो खालको यता चाहिँ साह्रै महँगो पर्छ ल अनि आपथुई भनेको अघिपछि यगवान पासपोर्ट राजधानी अनि यनफिल पेन्सिल यल्सोई चाबी ओनलाइन पढिन ओनलाइन पढे अनलाइन है ओनलाइन अनि यो भनेको डस्ना चाहिँ नेपालबाट ल्याउनु हुँदैन है यहीँबाट किन्नुपर्छ डस्ना यो भनेको डस्ना अब अर्कोमा जाउँ ल अब यहाँ के छ अर्को यहाँनिर उसान भनेको छाता भइहाल्यो उसान भनेको उसान छाता अनि ओल्ले ह्याङ्ते वास्तविक अवस्था ओल्ले ह्याङ्थे वास्तविक अवस्था ओरिजिनल फर्म यो अवस्थाको जस्तै ह्याङ्थे पढ्यो नि अवस्था यहाँ नेपालीमा सहज अवस्था भन्न भयो कि त्यही भएर अवस्था लेखेको हो तर पढ्दै जाँदा बुझ्दै जाँदाखेरि ठ्याक्कै कहाँ चाहिँ युज गर्ने रहेछ भन्ने कुरा थाहा भइहाल्छ कि जस्तै हामीले इमिमिरी फल्छ पढ्छ नि यहाँ आएर अनि बोल्न थालेपछि फल्छ बस्छ फल्छ यसो हो त्यसरी बोल्छ क्या युज हुन्छ नि त युज टु भइसकेको हुन्छ क्या ल्याङ्ग्वेज अनि त्यसले गर्दाखेरि थाहा हुन्छ अहिले चाहिँ याद गर्नु अनि धेरै स्ट्रेस नलिकन बिस्तारै बोल्दै जाँदाखेरि पढ्दै जाँदाखेरि क्लियर भइहाल्छ कुन कहाँ युज गर्ने भनेर बुझ्नुभयो इगत भनेको यो चिज अघि के पढ्यो हामीले इगत छगत अनि अहिले चाहिँ अघि हामीले पढेको चाहिँ खुगत छगत अनि यो चाहिँ इगत बुझ्नुभयो अनि अर्को अब इबुल भनेको सिरक भइहाल्यो यो पढाएको छ इबुल भनेको सिरक इप्सुल भनेको ओठ अघि पढ्यो छामुल सोही तालचा
छामुलछोइ ताल्चा है, छामुलछोइ ताल्चा, छगती आयो त्यो चिज। अब छगत खुगत इगत, इगत भनेको जसरी नि भन्दा भयो, इगतको कुनै उयो छैन, तर छगत र खुगतमा चाहिँ अलिकति छ है। मैले अघि भनिसकेँ, भिडियो रिपिट गरेर हेर्नु होला। अनि छन्दानजी पर्चा, छन्दानजी पर्चा, छङ्गी जगुरो नियमित रूपमा, रेगुलरली, छङ्गी जगुरो नियमित रूपमा, रेगुलरली, छोङजोङ बेला बेला, छोङजोङ बेला बेला, छोङजोङ बेला बेला, छुमाल थुक्का, छुमाल थुक्का, विकेन्ड स्पेसल भनेर सेल लगाएको हुन्छ नि, हो त्यो सेल है। छुरिमाल भनेको संक्षिप्त भाषा, संक्षिप्त भाषा, छुरिमाल भनेको संक्षिप्त भाषा, सर्ट एन्ड फर्म, छुरिमाल सानो कुरा, फानमाल भनेको ठाडो भाषा भइहाल्यो हैन, छुरिमाल भनेको जस्ट संक्षिप्तमा, सर्टकटमा। अब अर्को छुङ्गो खरे भनेको, अब हेर्नु है यहाँनिर, छुङ्गो खरे भनेको सेकेन्ड ह्यान्ड कारोबार। यो चाहिँ अघि हामीले थाङ्गुन पढाएको थियो नि, क्यारेट भन्ने एप हो, त्यो एपको कुरा हो। त्यही हो, आफूलाई अब युज गर्न मन लाग्यो भने सेकेन्ड ह्यान्ड किन्दा भयो, प्रायः मोबाइलहरू किन्नुहुन्छ यहाँ। छुङ्गो खरे है, सेकेन्ड ह्यान्ड कारोबार। छिगा भनेको पर्स, छिगा भनेको पर्स भइहाल्यो। छिसी निर्देशित भाषा, छिसी जोड्या छ, छिसी भनेको निर्देशित, भन्ने बित्तिकै भाषा जस्तै। हानगुग भनेको कोरिया, हानगुग भनेको कोरियन भाषा भन्यो नि। छिक्कर, छिक्करे, छिक्करे प्रत्यक्ष कारोबार, छिक्करे प्रत्यक्ष कारोबार, फेस टु फेस सेल, छिक्करे फेस टु फेस सेल कहाँ हुन्छ त? दोकानमा फेस टु फेस, अनलाइन हुँदैन हैन। यो कारोबार चाहिँ कहाँ हुँदैन? अनलाइन हुँदैन, यो फिजिकल स्टोरहरूमा हुन्छ हैन। छिगप भनेको पेसा, अघि मैले भनिहालेँ, छिगप भनेको पेसा। अनि छुगा हारिन भनेको थप छुट, छुगा हारिन भनेको थप छुट, छुगा हारिन भनेको थप छुट। यो अनलाइनहरूमा हुन्छ नि, स्पेसल के अरे सेलमा चाहिँ थप छुट हालेको हुन्छ नि, हो त्यो हुन्छ। जस्तै यहाँ खुपाङ भन्ने एप छ, त्यो एपमा चाहिँ त्यसरी नै हारिनहरू राखेको हुन्छ। अरू बेला पनि प्राइस त्यही हुन्छ, हारिनको बेला पनि प्राइस त्यही हुन्छ। ठग्न त कोरियनहरूले जानेको छ क्या, लास्टै ठग्छ, मुर्गा बनाउँछ, लास्टै बनाउँछ क्या यहाँ। तर हामी नेपालीहरू बुझ्दैन, पैसा टन्ने हुन्छ नि, फाल्यो जस्तो मन लाग्यो त्यसै तरिकाले फाल्यो। सुरु सुरुमा म पनि आएर चाहिँ मेरो लगभग 1.5 लाख रुपियाँ नेपाली नै गएको हो नि त। यहाँनिर सपिङहरू गर्दाखेरि नि एकदम केयरफुल है, लुट्दैन भन्ने होइन, लुट्छ, एकैतालमा लुटिदिन्छ। 1.5 लाख रुपियाँ मोबाइलको पैसा साफ गरिदिन्छ यहाँ। कोरिया म पनि आउँदाखेरि कस्तो भने मलाई, कोरिया राम्रो देश, नेपालभन्दा बवाल देशमा आइएछ, एकदम सेक्योर होला भन्दै सपिङ गरेको थिएँ। के को सामान पनि आएन, पैसा पनि दिएन, गयो भने पुलिस केस गर्छु भन्दा कहाँबाट गर्ने, मान्छे भेट्दैन यहाँ, पुलिसले हाम्रो केस त्यस्तो केसहरू हेर्दैन भने क्या, त्यही भएर छोडिदिएँ मैले, बुझ्नुभयो। त्यही भएर कोरिया आइसकेर एकदम सुरुमा हुन्छ नि, एकदम सपिङ गर्ने, अझै छुट आयो, अझै सस्तोमा दियो, यो भयो त्यो भयो भनेर, नेभर भनेपछि नेभर, हुँदैन, छल्दै आन्दै, हुँदैन है, त्यो काम चाहिँ नगर्नु। खुपाङ छ, खुपाङबाट सामानहरू किन्नु, अनि रियल स्टोरमा गएर सामानहरू किन्नु। फेसबुक यताउति अनलाइनबाट चाहिँ प्लिज नकिन्नु, घाटालाई तपाईँलाई लुटिदिन्छ, बुझ्नुभयो। अनि अर्को छुछन साङफुम, छुछन साङफुम भनेको सिफारिस सामान, सिफारिस सामान, छुछन साङफुम भनेको सिफारिस सामान। अब अनलाइनमा कुनै चिज मन पर्यो, मैले त्यो सामान कसलाई सिफारिस गर्छु? साथीलाई, अनि साथीले किन्छ नि, त्यो भन्न खोजेको। खाल भनेको चक्कु, खाल भनेको चक्कु। कम्प्युटर, अनि खप भनेको कप भइहाल्यो, कप भइहाल्यो। अनि थेक्बे सबिसु भनेको डेलिभरी सर्भिस, थेक्बे सबिसु भनेको डेलिभरी सर्भिस है। यहाँ चाहिँ नि कोरियामा नि तपाईँलाई नेपालीले नि छोड्दैन है, नेपालीहरूको स्टोरमा नेपालीले पनि लुटिदिन्छ। त्यसको बारेमा म छुट्टै भिडियो बनाउँछु। जो यहाँसम्म पुग्नुभयो, यो वर्डसम्म पुग्नुभयो, बी केयरफुल है, नेपालीले छोड्दैन ताल परे, बुझ्नुभयो, भिखारी बनाइन्छ। विचार गर्नु है, विचार गर्नु। कोरिया आउँदै हुनुहुन्छ, धेरै कुरा बुझेर आउनु होला।
थेक्बे सर्भिस हो नेपालीहरुबाट सामान किन्दाखेरि थेक्बे गरिदिन्छन् तर बी केयरफुल थेक्बे अनि सोफो भनेको पार्सल है थेक्बे र सोफो भनेको पार्सल कुरियर र पार्सल थेक्बे र सोफो कुरियर पार्सल अनि थोङहे मार्फत के को माध्यमबाट यो चाहिँ अल ओभर यो कोरियनले चाहिँ यो च्याप्टरमा आफ्नो यहाँको सामानहरुको ब्रान्डिङ मात्रै गरेको छ आफ्नो सर्भिसहरुको बारेमा पढाउन खोजिरहेछ विदेशीहरुलाई बुझ्नु होला थोङहे भनेको मार्फत भन्यो नि कुनै सामान किन्नु भयो के को मार्फत तपाईले डेलिभरी गर्ने थेक्बे गर्ने सुफो गर्ने भन्ने कुरा हो मजाले बुझ्नु होला है अनि थुक्चङ साङफुम भनेको विशेष तोकिएको सामान थुक्चङ साङफुम भनेको कस्तो नि विशेष तोकिएको सामान कस्तो भने अब कुन सामान डेलिभरी गर्ने कुन नगर्ने भन्ने कुरा हो हैन बुझ्नुभयो त्यो तोकेको हुन्छ नि त यो सामान चाहिँ यसरी डेलिभरी हुँदैन यसरी गर्नुपर्छ भन्ने कुरा हुन्छ नि विशेष कुरा हो त्यो अनि टिप भनेको टिप तरिका टिप हामी टिप दिन्छ नि टिप हो त्यो अब अर्कोमा जाउँ है ल अनि यो चाहिँ फ्लेटफर्म भन्यो नि प्लेटफर्म भनेको प्लेटफर्म भन्छ नि हामीले प्लेटफर्म भनेको अब कस्तो खालको भने कारोबार गर्ने प्लेटफर्म जस्तै अब हाम्रो तरकारीहरु बेच्ने एउटा प्लेटफर्म अनि अनलाइन शपिङ गर्दाखेरि राम्रो प्लेटफर्म चाहिँ कुन होला भनेर कोरियामा भन्यो भने प्राय खुफाङहरु युज गर्छ अनि अहिले अलिबाबा खुफाङ अनि धेरै आउँदैछ बिस्तारै बिस्तारै अहिले चाहिँ खुफाङ चाहिँ फेमस छ कोरियामा प्लेटफर्म यो कोरियामा अनलाइन शपिङको प्लेटफर्म एउटा कुन रहेछ त भनेर भन्दाखेरि खुफाङ भयो है अहिलेको लागि हारिन खुमेक भनेको छुट रकम है म चाहिँ के गर्छु भने नि पर्खेर बस्छु क्या कतिखेर छुट दिन्छ भनेर हैन पैसा छ भन्दैमा त खर्च गर्न मिलेन कमाउँछु भन्दैमा त खर्च गर्न मिलेन हैन अनि हारिन खुमेक छ नि पर्खेर बस्छु क्या खुफाङमा डिस्काउन्ट आउने बित्तिकै किन्दिन जस्तै 6000 वon भनेको 5000 वon भनेको नेपालको 500 हो नि हो यति पर्छ क्या एउटा तेल किन्नु भने खाने तेल यो भन्दा महँगो नि पर्छ एउटा एक्जाम्पल दिएको आफू चाहिँ पर्खेर बस्ने के यो तेल चाहिँ फेरि कतिमा किन्ने हो त 600 मा किन्ने हो नभए अझै डिस्काउन्ट कतिखेर आउँछ एकछिनको लागि 300 मा किन्दिने हो 301 मा नेपाली पैसा हैन 1 मा किन्दिने हो के नेपाली 30 रुपैयाँ 60 रुपैयाँमा किन्दिने हो 500 600 पर्ने तेल पर्खेर बस्ने नि उले लुट्छ भने आएमा दिने हो नि हो त्यो छ भन्दैमा कमाउँछु भन्दैमा जे पाइ त्यही पैसा खेर चाहिँ अलिकति फाल्न चाहिँ मन मिल्दैन नि त दिएको छ भने त समयलाई सदुपयोग गरेर किन्न भयो नि त त्यो भनेको हारिन भनेको छुट भइहाल्यो खुमेक भनेको रकम है यो हारिन भनेको छुट अनि खुमेक भनेको रकम हारिन छुट अनि साङफुम भनेको सामान छुट सामान फेरि सामान छुट्यो है भनेको हैन नि हारिन साङफुम भनेको सामान छुट्यो एयरपोर्टमा छुट्यो अथवा कहीँ छुट्यो त्यो भनेको हैन त्यो इरोबरिदा हुन्छ हरायो भन्ने हुन्छ यो चाहिँ भनेको कुन सामानमा छुट छ जस्तै हामी नेपालबाट आउँदाखेरि कुन कुन सामान लिएर जान पाउने अनि कोरियाबाट नेपाल जाँदा कुन कुन सामानमा लिएर जाने सामान त्यस्तै खालको एउटा बुझाउनलाई भनेको सामान छुट हारिन कुपन भने यो छुट गरेको कुपन दिन्छ यहाँ त्यो कुपनले के किनेर खाइन्छ नि त अनि हारिन हेङसा भनेको छुट कार्यक्रम यहाँ चाहिँ स्पेशली हारिन हेङसा भन्यो भने के हुन्छ भने बियर यो ड्रिङ्क हुन्छ नि मेक्छु त्यसमा चाहिँ बेस्ट हेङसा लाग्छ क्या हारिनको अनि त्यो चाहिँ एकदम दरो सेल हुने हो कोरियामा अनि ह्याङथे साङथे भनेको अवस्था अघि पनि साङवाङ पढाएको थियो नि हामीले साङवाङ भनेको अवस्था ह्याङथे साङथे भनेको पनि अवस्था बुझ्नुभयो अनि होछिबुल भनेको तन्ना होछि पढे मैले होथि पढिन है मैले बुझ्नु होला किन पढे होछिबुल भनेको तन्ना बुझ्नुभयो बेडसिट ओछ्यानमा ओछ्याउने कपडा भन्नु वाजाङफुम भनेको कस्मेटिक सामान सौन्दर्यको सामान बनाएको छ कस्मेटिक सामान होएवी भनेको बैठक मिटिङ होएवी भनेको बैठक मिटिङ अब अर्कोमा हेरौँ अब ह्युजी भनेको टिस्यु है ह्युजी भनेको टिस्यु ल दुईको पनि सक्यो दुईको पनि मैले सकेँ अनि यसमा एकको पनि छ एकको पनि हालिदिएको छ के कति सजिलो हुन्छ तपाईँलाई कमेन्ट गरेर भन्नु नेक्स्ट टाइम 3 को लिएर आउँला है अलिअलि अब मिनिङहरु भन्नुभएको छ तपाईहरुले कस्तो भने सिमिलर फान्देमा लिएर आउँछु बिस्तारै लिएर आउँछु भर्सक छिटै सक्ने कोसिस गर्छु आजको भिडियो चाहिँ यति के कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला है हस् त